सम्पूर्ण जनसमुदायहरूमा म टिकापुर नगरपालिकाको कार्यभार मेयर रामबहादुर नगार्जीको तर्फबाट म हार्दिक धन्यवाद र आज ज्येष्ठ 15 गते नेपाली जनताले आफ्नो रगत र पसिना बगाएर ल्याएको ऐतिहासिक 1900को गणतन्त्र दिवस यस गौरवमय दिनको अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दिदीबहिनी दाजुभाइ इष्टमित्र मेरा अग्रज राजनीतिक दल सम्पूर्ण व्यक्तिजनहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। गणतन्त्रले सिकाएको मुख्य जग भनेको नै विधिको शासन र समावेशी लोकतन्त्र र कानुनी सर्वोच्चता हो। तर विडम्बना आजको ऐतिहासिक दिनमा मलाई तपाईहरूका सामु लोकतन्त्र र विधिको शासन जोगाउन एउटा गम्भीर दुःखद र प्रशासनिक कानुनका विरुद्ध उभिनु परेको छ। टिकापुर नगरपालिका तत्कालीन नगर प्रमुख श्री रामलाल डङ्गोरा थारूज्यूले मिति 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि नगर प्रमुख पदबाट राजीनामा दिनुभएको र सोही अवधिमा उपप्रमुख ज्यूको समेत कानुनी कारणले निलम्बनमा रहनुभएको अवस्थामा यहाँहरूलाई विदितै छ उक्त समयमा नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त भई टिकापुर नगरपालिकाको इतिहासमै गम्भीर नेतृत्व सङ्कट परेको थियो। नेतृत्व सङ्कट सोही घडीमा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 116 को स्पष्ट कानुन व्यवस्था नगर प्रमुख र उपप्रमुख दुवै अनुपस्थित कार्यपालिकाले आफू मध्येबाट तोकेको सदस्य कार्यवाहक नगर प्रमुख भई कार्य गर्न व्यवस्था ल्याई अंगीकार गरियो। तर सोही बमोजिम मिति 2000 फागुन 9 गते टिकापुर नगरपालिकाको 62औं नगर कार्यपालिका बैठकले कार्यपालिकाको सबैभन्दा ज्येष्ठ सदस्य हुनको नाताले रामबहादुर नगार्जीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्पिने सर्वसम्मत निर्णय गरिएको थियो। फागुन 9 गतेदेखि 2083 जेठ 15 गतेसम्म आइपुग्दा विगतका 3 महिनाको अवधिमा मैले कार्यवाहक नगर प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दा एकलौटी ढङ्गले कहिले काम गरिन। मैले आदरणीय जनप्रतिनिधिज्यूहरू, वार्डाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरूसँग निरन्तर संवाद र छलफल संस्थागत समन्वय गरे नै निर्णय लिँदै आएको छु। आर्थिक वर्ष अन्त नजिकिँदै गर्दा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि समेत कार्यपालिका सदस्यज्यूहरूको भावना समेटेर मैले अहोरात्र मेहनत गरी यो कुरा यहाँहरू सामु छिपेको छैन। प्रमुख प्रशासकीय अधिकृतज्यूले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन कार्यवाहक प्रमुखलाई दिएको कार्यकारी अधिकारलाई कुण्ठित गर्ने प्रयास गर्नुभयो। ऐन अनुसार कार्यवाहक प्रमुखले प्रमुख सरहकै सम्पूर्ण भूमिकामा निर्वाह गर्न पाउँदा, तर उहाँले मलाई एउटा असहाय र अधिकारविहीन पात्रको रूपमा स्थापित गर्नु दुष्प्रयास सुरुदेखि नै गर्नुभयो। कर्मचारी प्रमुखबाट पहिलो बैठक त्यही ठुलो अपमान हुँदै पनि नगरपालिकाको गरिमामा आँच नआओस् भने कर्मचारी र जनप्रतिनिधि र द्वन्द्व नबढोस्, जनताको काम नरोकियोस् भनी मौन रहे। मेरो संयमतालाई उहाँले मेरो कमजोरी ठान्नुभयो। आदरणीय जनसमुदाय प्रेमीहरू, मलाई बिना कारण, बिना दोष, मेरो बिना कुनै गल्ती, मेरो अनुपस्थितिमा प्रमुख प्रशासकीयज्यूले जुन बैठक बोलाएर जो कमिटी गठन गरेर कार्यवाहक जिम्मा दिनुभएको छ त्यसमा मेरो घोर आपत्ति छ। त्यसैले म के भन्न चाहन्छु भनेपछि म न्याय पाऊँ, कानुन सम्बद्ध न्याय पाउनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैले म के भन्न चाहन्छु भनेपछि म माथि हिजोको दिनमा पनि मैले सम्पूर्ण टिकापुरवासीले जुन मलाई माया गरेर जुन सम्मान दिनुभएको थियो, जो सेवा गर्ने अवसर दिनुभएको थियो, त्यो अवसरलाई मेरो पुरा नगर्नु हुँदै मलाई जुन 3 महिनामा मैले प्रमुख प्रशासकीयज्यूलाई के भनेको थिएँ, हाम्रो कार्यपालिकाका सदस्यज्यूहरूले के भन्नुभएको थियो भनेपछि यो कार्यवाहक नगर प्रमुख हेरफेर गर्नुपर्छ भनेर एउटा निवेदन प्रमुख प्रशासकीयलाई दिनुभएको थियो। स्वाभाविक हो, मेरो कुनै कुरामा चित्त नबुझेपछि मलाई हेरफेर गर्न पाउनु
त्यो स्वाभाविकै हो, उहाँहरूले ल्याएर निवेदन दिनु स्वाभाविकै हो। तर मैले प्रमुख प्रशासकीयज्यूलाई के भनेको थिएँ भनेपछि प्रमुख प्रशासकीयज्यू भोलिको बैठक स्थगित गर्नुहोस्, हामी सरसल्लाह गर्छौँ, मबाट कुनै गल्ती कमी कमजोरी छ भनेपछि म उहाँहरूको सामु राख्छु भन्दै पनि प्रमुख प्रशासकीयज्यूले हुन्छ भनेर मैले भनेको कुरालाई उहाँलाई चोर बाटोबाट लुकाएर ल्याएर उहाँहरूलाई उपस्थिति गराएर जुन काम गरेको छ त्यसको लागि पनि मेरो घोर आपत्ति छ। त्यसैले म के भन्न चाहन्छु भनेपछि अनि अबका दिनहरूमा यस्ता घटना नघटुन् र अब यस्तै गर्दै जाने हो भनेपछि अब मलाई सर्वसम्मतबाट चयन गर्यो। अब 9 जना 10 जनाले उहाँलाई सहयोगको चयन गर्यो। अब त्यसपछि भोलिको अर्को 11 जना 12 जना गरेर यो टिकापुर नगरपालिकालाई एउटा बदनाम गराउने नियतका साथ जुन यो कार्य भएको छ त्यसको लागि पनि मेरो घोर आपत्ति छ। उहाँहरू बिर्सिहाल्नु भयो लाग्छ मलाई। भदौ 23 र 24 को आन्दोलन किन भएको? यस्तै घटना भागभण्डामा बस्ने, 3 महिना एक सरकार चलाउने, 6 महिना अर्को सरकार चलाउने, यो मिली बाँटेर खाने जुन भदौ 24 गता जेन्जीहरूले जुन आन्दोलन गर्नुभएको छ यस्तै कारणको यो परिकल्पना हो। यस्तै कारणले यस्ता घटनाहरू घटेका थिए। त्यसैले म के भन्न चाहन्छु भनेपछि टिकापुर सम्पूर्णवासीहरूलाई यो टिकापुर नगरपालिकाको गरिमामयलाई यो 2-2, 4-4 महिना 12-12 जना 11-11 जना बहुमत पुर्याउँदै फेरबदलले जुन आउनुभएको छ त्यसमा पनि मेरो घोर आपत्ति छ। म सम्पूर्ण टिकापुरवासीलाई मैले 3 महिना काम गर्ने क्रममा मेरो हातबाट कतै केही कमी कमजोरी भएको छ भनेपछि प्रत्यक्ष औँल्याइदिनु होला, म त्यसको सजाय भोग्न तयार छु। तर बिना कारण जो मलाई मेरो अनुपस्थितिमा बैठक बोलाएर जुन उहाँले यो कार्य गरेको छ प्रमुख प्रशासकीयज्यूले, म त्यसपछि मेरो घोर आपत्ति छ भन्दै म आजको कार्यक्रम यही समापन भएको घोषणा गर्छु।